इज बिन इन बेर्लिन भनेपछि आई एम इन बेर्लिन। यदि तपाईहरु कुनै पनि सिटीमा हुनुहुन्छ भने त्यहाँ हाम्रो इन प्रिपोजिसन लाग्छ ल। के लाग्छ अरे इन प्रिपोजिसन लाग्छ। अनि क्वेशन छ हु। यदि क्वेशन हु छ भने सबै हाम्रो डाटिभ हुन्छ। सब हाम्रो के हुन्छ अरे डाटिभ हुन्छ। डाटिभकै रुस लाग्छ ल। बुझ्नुभयो? अनि अर्को गोइङ गेस्ट टु ल। यो मैले सिकाइसके त फेरि सिकाइदिएको। अब मलाई सोध्यो अरे गोइङ गेस्ट टु भनेको चाहिँ तिमी कता गएको हैन? अनि मैले भने म चाहिँ बर्लिन गएको। अब भन्नु पर्यो भने चाहिँ हाम्रो के हुन्छ अरे इज केयर नट बेर्लिन भनेपछि त्यो के अरे आई एम गोइङ टु बर्लिन हैन। म बर्लिन लाग्छ। यदि हुन्छ नि तपाईहरु कुनै पनि सिटीमा हुनुहुन्छ भने त्यहाँ हाम्रो के लाग्छ अरे इन प्रिपोजिसन लाग्छ। हु भनेको के हो? हो बिस्ट वेयर आर यु हो नि त हैन? वेयर आर यु। अनि मैले भन्नुपर्छ इज बिन हैन इज बिन इन बेर्लिन। म कहाँ छु? बर्लिनमा छु। इज बिन इन काठमाडौँ। म कहाँ छु? काठमाडौँमा छु। इज बिन इन विराटनगर। म कहाँ छु? विराटनगरमा छु। जुनै पनि सिटी होस् मतलब हुँदैन हाम्रो के लाग्छ अरे इन प्रिपोजिसन लाग्छ। सिटीमा हाम्रो आर्टिकल लाग्दैन। बुझ्नु? अब यहाँ गोइङ गेस्ट टु भनेपछि वेयर आर यु गोइङ टु हैन? इज केयर नट बेर्लिन भनेपछि आई एम गोइङ टु बर्लिन भनेको छ नि त हैन? अब कहाँ अब हेर्नु है। अब यदि हामी कतै जाएछौँ भने हाम्रो के लाग्छ अरे नट प्रिपोजिसन लाग्छ हैन? जस्तो यहाँ सिटी छ त सिटी जाएछु भने हाम्रो के लाग्छ अरे नट प्रिपोजिसन लाग्छ। बुझ्यो? तर यहाँ हाम्रो क्वेशन के छ? गोइङ छ नि त हैन? बुझ्यो? के छ प्रब्लम? कन्ट्री विदाउट आर्टिकल होस् त्यहाँ हामी छौँ भने हाम्रो त्यहाँ जस्तो मैले भने इज बिन इन डोइचल्यान्ड भनेको म कहाँ छु? जर्मनीमा छु। इज बिन इन स्पेनियन भनेपछि म कहाँ छु? स्पेनमा छु। इज बिन इन सिना भनेको म चाइनामा छु। इज बिन इन जापान। इज बिन इन इन्डियन जहाँ पनि छु म कहाँ छु भने हाम्रो कन्ट्री विदाउट आर्टिकलमा हुनुहुन्छ भने हाम्रो के लाग्छ अरे इन लाग्छ हैन? इन लाग्छ ल। अर्को गोइङ गेस्ट टु हैन? अनि म हैन इज केयर नट फ्रान्स भनेपछि आई एम गोइङ टु फ्रान्स हैन? अब फ्रान्सको त आर्टिकल छैन। इज केयर नट डोइचल्यान्ड। इज केयर नट नेपाल। इज केयर नट इन्डियन जहाँ जाँदै हुन्छ त्यहाँ। बुझ्यो? अब कुनै पनि कन्ट्रीको के हुन्छ हाम्रो आर्टिकल हुन्छ। जस्तो कि यो स्वाइज भनेको नि फेमिनाइन हुन्छ डी स्वाइज। अनि मैले के भने वो भनेको हाम्रो के हो? डाटिभ हो। अब डाटिभ भनेपछि के हो? डाटिभ त रुल्स आछ हैन? अनि डीको हाम्रो केमा चेन्ज हुन्छ? देयरमा चेन्ज हुन्छ। अनि मैले हैन देयरमा चेन्ज हुन्छ। अनि मैले भने इज बिन इन देयर स्वाइज हो। बुझ्यो? म चाहिँ कहाँ छु? स्विडेनमा छु हैन? अर्को इज बिन इन देयर तुर्की भनेको म कहाँ छु? टर्कीमा छु। इज बिन इन देम इरान पनि भन्दा हुन्छ। यो इरान भनेको मास्कुलिन हो ल। देयर इरान हो। अनि यसको देयरको हाम्रो केमा चेन्ज हुन्छ? देममा चेन्ज हुन्छ। अनि इज बिन इन दे उआसा भनेपछि अमेरिका हैन? यो चाहिँ हाम्रो के हो? प्लुरल हैन? प्लुरल। अनि हाम्रो डीको हाम्रो केमा हुन्छ? डेनमा चेन्ज हुन्छ। यस्तो छ नि हैन? हाम्रो मास्कुलिनमा डेम, मास्कुलिन र नोइट्रममा हाम्रो के हुन्थ्यो? डेम हुन्थ्यो। फेमिनाइनमा हाम्रो देय हुन्थ्यो। अनि हाम्रो प्लुरलमा के हुन्थ्यो? डेन हुन्थ्यो। यही त हो रुल्स हैन? सब A1 को कुरा हो। यहाँ इज हियर इन दी के अरे उआसा भनेको छ नि हैन? अब यो भनेपछि आई एम गोइङ टु द युएसए भनेको छ नि। अब यहाँ हाम्रो इन चाहिँ हाम्रो के हुन्छ अरे आकुजाटिभ हुन्छ। अब किन आकुजाटिभ हुन्छ? यो इन भनेको नि वेक्सल प्रिपोजिसन हो क्या? यो इन भनेको हाम्रो डाटिभ पनि हो आकुजाटिभ पनि हो। तर हेर्नु है यदि हाम्रो क्वेसन वो छ भने हाम्रो डाटिभ छ हो नि त हाम्रो हैन? वो छ भने त। अनि वो इन छ भने हाम्रो चुरनाक त डाटिभ हो हैन? चुरनाक हाम्रो के हो? डाटिभ हो। अब सबै हाम्रो के हो? आकुजाटिभ हो। अनि त्यही भएर आकुजाटिभकै रुल्स आछ है? बुझ्यो? आकुजाटिभकै रुल्स आछ। अब के हुन्छ? इज केयर इन दी स्वाइज नै हुन्छ। तर हाम्रो युएसए भनेको के हो? प्लुरल हो ल। अनि स्वाइज भनेको हाम्रो के हो? फेमिनाइन। अनि इज केयर इन दी तुर्की भनेपछि म कहाँ छु? टर्की। इज केयर इन देन इरान भनेपछि आई एम गोइङ टु इरान हो। आई एम यसको सेन्स हुन्छ नि आई एम गोइङ टु नै हुन्छ है? आई एम गोइङ टु द युएसए। इङ्ग्लिसमा द युएसए हुन्छ अमेरिकाको। हेर्नु दिएको हाम्रो केमा चाहिँ हुन्छ? डेनमा चाहिँ हुन्छ नि हैन? अनि डी भनेको यो हाम्रो के हो? फेमिनाइन सिङ्गुलर। डीको केमा चाहिँ हुन्छ? हाम्रो डीमै हुन्छ। अनि हाम्रो अर्को डीको प्लुरलमा हाम्रो केमा चाहिँ हुन्छ? डी। बुझ्यो?
इन्स्टिट्युट भयो होइन, इन्स्टिट्युट भयो, स्कुल भयो, किनो भनेको सिनेमा हल भयो, जहाँ पनि हुन्छ नि रुममा हुनुहुन्छ भने चाहिँ हुनुहुन्छ। म चाहिँ अब हेर्नु है त्यहाँ छु भन्नु, जस्तै कि अफिस, सुपर मार्केट होइन, ब्याङ्क, जहाँ पनि हुन्छ भने सक्यो बिल्डिङ हो नि होइन। अनि हामीलाई के लाग्छ अरे इन प्रिपरेसन लाग्छ। जस्तो कि वो बिस टु इज बिन इन ब्युरो भनेपछि आई एम इन द अफिस, म कहाँ छु अफिसमा छु। अनि हाम्रो ब्युरो भनेको के हो दास हो नि त यसको होइन, दास ब्युरो हो। अनि भनेको एउटा बिल्डिङ त हो नि होइन, गेबर्डै त हो नि। अनि हाम्रो के लाग्यो इन लाग्यो। अब हेर्नु इन प्लस डेन हाम्रो के हुन्छ इन हुन्छ। अब यहाँ किन हाम्रो डाट दिएको भन्दाखेरि अब क्वेसन के छ गो छ नि त होइन। अनि के छ हाम्रो इन भनेको के हो वेक्सल प्रिपोजिसन। अनि अर्को यहाँ हेर्नु त अब म ब्याङ्कमा छु भन्नु पर्यो भने इज बिन इन द ब्याङ्क, म कहाँ छु ब्याङ्कमा छु। अनि इज बिन इन देम सुपर मार्केट, म कहाँ छु सुपर मार्केटमा छु। अब कुनै पनि इन्स्टिट्युटमा छु भन्नु पर्यो भने चाहिँ इज बिन इन इन्स्टिट्युट होइन। अनि इज बिन इन द स्कुल, म कहाँ छु स्कुलमा छु होइन, बुझ्यो त्यो त। अनि म सिनेमा हलमा छु भने इज बिन इन किनो, म कहाँ छु सिनेमा हलमा छु भयो, बुझ्यो। अब म हुन्छ नि जाँदैछु भन्नु पर्यो क्या, म चाहिँ अफिस जाँदैछु, सिनेमा हल जाँदैछु, ब्याङ्क जाँदैछु भन्नु पर्यो। अब यहाँ त्यहाँ हुन्छ नि हाम्रो इन पनि लाग्छ चु पनि लाग्छ, तर एउटा स्लाइट डिफ्रेन्स छ ल। अब डिफ्रेन्स जस इन भन्नु भन्छ नि भित्रै गएको हुन्छ, अनि चु अनि अब त्यो चु हुन्छ नि युज भयो भने चाहिँ जस बाहिर हुन्छ। जस्तै म यहाँ छ नि जस्तो म भित्र गएको हुन्छ नि इनै हाम्रो बुझ्छ, अनि चु भयो भने चाहिँ हाम्रो के हुन्छ बाहिर बुझ्छ। त्यो सबले हेरेको थिएँ नि मैले, सबै छ। माउन्टेनमा भन्न पनि आउनु पर्यो, बुझ्यो के अरे के हो त्यो अरे आइएम एट द आइल्यान्ड, म कहाँ छु आइल्यान्डमा छु। तर म चाहिँ जो जाँदैछु भन्नु पर्यो भने अब के हुन्छ इज गेट आउट दि इन्जेल भनेको चाहिँ आई एम गोइङ टु द आइल्यान्ड, म कहाँ आएछु आइल्यान्ड आएछु, बुझ्यो ल। अर्को यहाँ हाम्रो के हो प्लुरल होइन। अनि यहाँ त अब हाम्रो यहाँ एक्स्ट्रा एन पनि थपिन्छ ल, एन पनि थपिन्छ। यो चाहिँ हाम्रो आइल्यान्ड्स हुन्छ नि होइन, इङ्ग्लिसमा थाहा गरेर के हुन्छ ल। यहाँ हेर्नु है अब मेयर फ्लुस जे स्ट्रान्ड, जे पनि हुन्छ होइन हाम्रो वाटर बडी। अब हाम्रो के हुन्छ अरे अब हाम्रो जाँदा पनि त्यहाँ आनै लाग्छ, अनि हाम्रो हुँदा पनि के लाग्छ आनै लाग्छ। तर हाम्रो फरक कहाँ हुन्छ भन्दाखेरि यदि हाम्रो हो हाम्रो भनौँ नि, अनि यो छ नि यो हाम्रो आनको एक्ज्याक्ट चाहिँ त्यो मिनिङ हाम्रो के हुन्छ भन्दाखेरि एड हुन्छ ल, एड हुन्छ होइन। अनि यहाँ त इज बिन आम मेयर, अब यहाँ यो चाहिँ दास हो होइन, यो हाम्रो मेयर चाहिँ दास हो। अब सबै के हो मास्कुलिन हो, सब मास यसरी याद गर्नु, सबै हाम्रो के हो मास्कुलिन हो होइन। अनि मैले भने इज बिन आम मेयर, अब यहाँ नाम कसरी भयो भन्ने हुन्छ भन्दाखेरि अब हाम्रो यहाँ के छ मेयर भनेको के हो दास हो नि होइन। अनि दासको हाम्रो केमा चाहिँ हुन्छ डेममा चाहिँ हुन्छ। अनि हाम्रो आन प्लस डेम के हुन्छ आम हुन्छ नि, बुझ्यो। आई एम एट द सी भनेको होइन। अनि म चाहिँ अब रिभरमा छु भन्नु पर्यो भने सेम त हुन्छ नि होइन, इज बिन आम। अनि अर्को भनेको इज बिन आम जे इज बिन आम स्टार्ट, सबमा के हुन्छ अरे सेम नै हुन्छ भयो। एड द भनेको आम भनेको एड द सर्टकट। अब जाँदै हुन्छ भने पनि के अरे यो टोलको नाम होइन। अनि त्यहाँदेखि म चाहिँ यहाँ बस्छु भने त मैले होइन। अनि यहाँ हाम्रो के लाग्छ अरे इन लाग्छ। अनि हाम्रो यहाँ डीको हाम्रो सीमा चाहिँ हुन्छ, हाम्रो डाटिकमा डेमा चाहिँ हुन्छ। अब तपाईँहरू हुन्छ नि जुनै पनि टोल जानु छैन, अनि त्यहाँ पनि के लाग्छ अरे इन नै लाग्छ क्या। जस्तो कि यहाँ हुन्छ इज गे इन भिडियो चाहिँ स्टार्ट छ, तर यहाँ चाहिँ हाम्रो क्वेसन के छ गो इन छ नि त होइन। तर अनि हाम्रो इन हाम्रो यहाँ के हुन्छ अरे आफू जाटिक हुन्छ, किन भन्दाखेरि वेक्सल प्रिपोजिसन भन्नु नि जुनै पनि भन्छ, जुनै पनि सबमा बुझ्यो। केही छ यहाँ प्रब्लम छ यहाँ कतिलाई के। अनि आम पनि लाग्छ बुझ्नु। अब यहाँ हेर्नु है गोज इन द किन्डर। अनि हाम्रो स्पिड क्लास भनेको नि हाम्रो के रहेछ प्लेग्राउन्ड रहेछ होइन। अनि के छ मास्कुलिन भनेपछि अब हाम्रो अनि हाम्रो क्वेसन के हुन्छ गो छ नि त। अब के हुन्छ डाटिक भयो नि हाल्छु। अब यहाँ त डी किन्डर जिङ आम स्पिड क्लास भनेको चाहिँ बच्चाहरू चाहिँ कहाँ छ भने प्लेग्राउन्डमा छ भन्छ नि होइन। यहाँ आम कसरी भयो भन्दाखेरि आम प्लस डेन। अनि स्पिड क्लास भनेको मास्कुलिन हो नि त, अनि यहाँ के भयो डेन भयो। अर्को
अब जाँदाखेरि त के लाग्छ चु त लाग्छ नि तर हेर्नु यहाँ क्वेसन वेइन छ नि हैन तर यहाँ चाहिँ हामीले चु र नाक्छु फेरि हाम्रो के हुन्छ भने डाटिभ हुन्छ यो चाहिँ हाम्रो एक्सेप्सन हो ल यहाँ हाम्रो चु र नाक्छु हाम्रो के हुन्छ अरे डाटिभ नै हुन्छ वेइनमा पनि हैन अब एक्सेप्सन भएर अनि यहाँ चाहिँ हाम्रो के हुन्छ इज क्लियर चुन स्पिल क्लास भनेपछि आई एम गोइङ टु द आई माइनर उमा भनेपछि म कहाँ छु मेरो हजुरआमाकोमा छु भनेको ल अनि यहाँ एपोस्ट्रोफी यहाँ कसरी आउँछ भन्दाखेरि यो हाम्रो बिलङिङ हो नि त तर यो इङ्ग्लिस हो इङ्ग्लिसले के सिकाउनु यहाँ अब अर्को अब जस हाम्रो जहाँ चाहिँ के लाग्छ अरे चु लाग्छ हैन जहाँ पनि चु लाग्छ जुनै मान्छेको नाम इज क्लियर चु माइनर उमा इज क्लियर चु माइनेम उमा अनि इज क्लियर चु माइनर ब्रुडा म चाहिँ कहाँ आएको छु मेरो भाइकोमा आएको छु अनि म मेरो जेस कहाँ आएको छु हजुरआमाकोमा जाँदैछु अनि सबमा कहाँ लाग्छ अरे जाँदा हाम्रो चो लाग्छ अनि हुँदा हाम्रो के लाग्छ अरे बाई त लाग्छ नि होइन बुझ्यो अब यहाँ हेर्नु यहाँ चाहिँ हाम्रो चु भने के हो डाटिभ नै हो ल यहाँ हाम्रो गोइङ भए पनि हाम्रो यहाँ चु चाहिँ के हो डाटिभ हो जस्तो कि इज बिन बाई दिया उमा भनेपछि म कहाँ छु हजुरआमाकोमा छु भनेको नि होइन अनि अर्को भन्छ इज बिन बा के अरे इज बिन बाई डेन ओङ्केल भनेको म कहाँ छु अङ्कलकोमा छु भने इज बिन बाई डेन एल्डेन भनेको म कहाँ छु प्यारेन्ट्सकोमा छु होइन तर यहाँ हाम्रो एल्डेन भनेको के हो प्लुरल हो ल अनि यहाँ त्यो भएपछि म यहाँ डेन भयो होइन अनि इज गेह चु उमा भनेपछि म कहाँ छु हजुरआमाकोमा इज गेह चुङ ओङ्केल भनेपछि म अङ्कलकोमा जान्छु अनि इज गेह चु डेन एल्डेन भनेको कहाँ छु प्यारेन्ट्सकोमा जान्छु बुझ्यो लास्ट टुडे इट इज अल एबाउट द लोकल यो छ नि यो लोकल प्रिपरेसन भनेको लोकेसनवाला प्रिपरेसन होइन अस्ति हामीले गर्थ्यौँ नि त्यो वेइङवाला अब वेइङमा त हाम्रो के हुन्छ वेइङ गेस टु भनेपछि वेयर आर यु गोइङ टु होइन वेयर आर यु गोइङ टु अब मैले भन्नु पर्यो भने म चाहिँ मेरो हजुरआमा बाबु इज के ह चु माइनर ओमा होइन तर कमा सोध्यो क्या तिमी कहाँ छौ भनेर सोध्यो भने के भन्छ त वो बिस तर म हजुरआमामा छु अब भन्नुपर्ने के हुन्छ इज बिन अब यहाँ कुन प्रिपोजिसन लाग्छ चुन चुन कसरी लाग्छ चु 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 कसरी लाग्छ म यहाँ छु भन्दाखेरि म यहाँ छु बाई प्रिपोजिसन बाई जाँदै छु भन्दाखेरि चाहिँ जाँदैछु भन्दा यहाँ छ आइम सरी होइन अब अर्को वो हियर कम्स टु भनेको अब हेर्नु है अब चाहिँ म हजुरआमाको जेसबाट नि अब आएको भन्दा छ अब कसरी भनेको होइन अब यहाँ त मलाई आयो म यहाँ जाँदैछु अनि म त्यहाँ छु भनेर आयो अब म चाहिँ त्यहाँ अब जेस त्यहाँबाट आएको भन्नुभयो भने चाहिँ अब कसरी भन्नु त होइन अब यहाँ हेर्नु अब वो हियर भनेको के हो फ्रम कहाँबाट भन्यो न वो हियर भनेको फ्रम कहाँबाट है भन्छु नि कहाँबाट आएको भनेर होइन म चाहिँ भर्खर दोकान गएर आएको भन्छु अब यहाँ हेर्नु है अब यहाँ हाम्रो कि त फन लाग्छ कि त आउस लाग्छ दुईटामा एउटा लाग्छ अनि सब सजिलो पनि यही हो र कि त फन लाग्छ कि त आउस लाग्छ अनि प्रायःमा हुन्छ नि 90% केसमा चाहिँ फनै लाग्छ फन भनेको कसको प्रिपोजिसन हो डार्टिभको प्रिपोजिसन हो फनको मिनिङ के हो फनको मिनिङ हो फ्रम कि त अफ दुइटै हो फ्रम कि त अफ अनि यहाँ चाहिँ अफ भन्ने बुझिन्छ होइन अनि यो फन कहाँ लाग्छ एउटा हालेपछि तपाईँ यहाँ हेर्नु तपाईँ जुनै पनि पर्सनकोबाट आउनु अब यहाँ कुन प्रिपोजिसन लाग्छ अरे फन प्रिपोजिसन लाग्छ होइन अनि एक्टिभिटेड भनेपछि अझै पनि एक्टिभिटी गर्न आउँछ होइन त्यहाँ पनि के लाग्छ फन पनि लाग्छ अनि इन्स्टिट्युसनल भनेपछि इन्स्टिट्युट जेस अब म चाहिँ भर्खर कन्सल्टेन्सीबाट आएको होइन अब कसरी भन्दा म चाहिँ स्कुलबाट आएको म चाहिँ युनिभर्सिटीबाट आएको भन्नु भन्दा त्यहाँ पनि फन लाग्छ फिल्मेन भने कम्पनीबाट पनि आउँदा फन लाग्छ नामेन भनेको अब कुनै पनि मान्छेको नाम जस्तो म चाहिँ भन्छु म चाहिँ आशिषकोबाट आएको होइन कसरी भन्नु चलो छ इस कमा फन आशिष म आशिषकोबाट आएको होइन अनि अर्को भनेको चाहिँ स्ट्यान्डेन भनेको नि बिचेस भनेको बिच समुद्र भनेको अनि बाटोफेन भनेको चाहिँ ट्रेन स्टेसन मान्छे थिएन भने मान्छे थिएन भने के मान्छे थिएन भने मतलब थिङबाट मतलब होइन हस्पिटलबाट आएको भन्नाले हस्पिटल के यहाँ अनि फ्लू खापेनबाट आएको होइन भनेपछि एयरपोर्टबाट आएको अनि यहाँ हाम्रो के वर्ष भनेको
वाटर बडी छैन यहाँ के समुद्रबाट आए पनि हैन अनि त्यहाँदेखि के अरे लेकबाट आए पनि सीबाट आए पनि हाम्रो के लाग्छ अरे वोहिया नै लाग्छ अनि प्रायः जसोमा नि वोहिया नै लाग्छ ल माउन्टेनबाट आएको भन्दा पनि के लाग्छ वोहिया नै लाग्छ माउन्टेनबाट आए पनि हैन बुझ्यो यो आउस चाहिँ हाम्रो कहाँ लाग्छ भन्दाखेरि एउटा भनेको हाम्रो कुनै पनि बिल्डिङबाट आउँदा क्या सरी एउटा रुमबाट आउँदाखेरि क्या रुमबाट जस्तै म जस भर्खर म के अरे मेरो रुमबाट आएको हैन आउस आउस नि म चाहिँ अघिदेखि सोध्न खोज्दै थिएँ निक्ली आएको टोइलेट तर बाडेछिम्म भन्छ बाथरुम बाडेछिम्म भनेको तर बाथरुम हो उयो त्यो जोरमा साग सब्जी हैन बढाइदिनु यसै नै मैले सुनेको थिएँ तर के हिजो भर्खर आएको हिजो ठीक छ मनी कहिले किन अब यो आर्ट्स भनेको के हो आर्ट्स भनेको पेजन हो नि त हैन अब डक्टरकोबाट आएको भन्नुबाट के लाग्छ नि फल लाग्छ हैन उनीहरुले अनि डक्टर भनेको के हो मास्कुलिन हैन फन प्लस टेम के हुन्छ आई कम फ्रम द डक्टर इस कम फन मेया अब यो मेया भनेको यो समुद्र हो नि हैन अनि जति पनि हाम्रो वाटर बडी हो हाम्रो घरमै त्यहाँ के लाग्छ फन प्रिपरेसन नै लाग्छ अनि यहाँ मेया भनेको दास हो अब यो फन भनेको कसको डाटिक हो हैन अनि दासको हाम्रो केमा चेन्ज हुन्छ टेममा चेन्ज हुन्छ अनि यहाँ फन प्लस फन इस कम फन माइ नेम ब्रुडर भनेको चाहिँ कसकोबाट आएको मेरो भाइकोबाट आएको हैन अब यो ब्रुडर भनेको के हो हाम्रो ब्रुडर भनेको हाम्रो के हो मास्कुलिन हो हैन अनि यहाँ हाम्रो फन प्रिपरेसन आएको फन लाग्यो भने के लाग्यो डाटिक किन जस्तो लाग्छ हैन डाटिक भएपछि अब यहाँ दिएको हाम्रो केमा चेन्ज हुन्छ डेमा चेन्ज हुन्छ हैन माइन भनेको माइ हो नि त्यही हाम्रो इएमएन युनियन लाग्यो क्या बुझ्यो अब यहाँ अब काम भनेको एक्टिभिटी हो नि हैन अब कामबाट आएको भन्नु के लाग्छ फन प्रिपरेसन लाग्छ अब चाहिँ कामबाट आएको काम त के हो मेमोराइज हुन्छ हैन डी हो डी को हाम्रो केमा चेन्ज हुन्छ दिएमा इस कम फन देयर आर बाइ भनेपछि म कामबाट आएको हैन अनि इस कम फन माइनस सिस्टर भनेपछि म कामबाट आएको आई कम फ्रम माइ सिस्टर म चाहिँ मेरो दिदीकोबाट आएको हैन अनि इस कम फन दे एन्ट्रेन भनेको हाम्रो के प्लुरल हुन्छ त्यो के हाम्रो प्लुरल हो अनि प्लुरल हाम्रो के हुन्छ डेन हुन्छ नि हैन यहाँ हुन्छ म कहाँबाट आएको मेरो प्यारेन्ट्सकोबाट आएको हैन अनि अर्को इस कम फन दे इन्सेन्ट भनेको कहाँबाट आएको म आइल्यान्डबाट आएको हैन सबमा हाम्रो के लाग्छ अरे फन प्रिपरेसन लाग्छ अनि प्रायःसम्म हाम्रो फन नै लाग्छ बुझ्नु भयो दसैँ सानो र अब आउसको लेखिहाल्छ नेपाल हैन इस कम आउस डोइचल्यान्ड म कहाँबाट आएको जर्मनीबाट आएको हैन अनि इस कम आउस स्पेनियन भनेको म कहाँबाट आएको स्पेनबाट आएको तिमीले हेर्नु मसँग म ठ्याक्कै तिमीलाई पुऱ्याएर आउँछु ल आउ के बस एकछिन बस आउनु कसको बजारमा